नमस्ते सबैजनालाई। आज हामी सेकेन्डरी डिभिजन अफ सर्वेइङ बारे बुझ्ने छौं है। एकर्डिङ टु द नेचर अफ फिल्डको नेचर अनुसार सर्वेलाई चाहिँ क्लासिफाई गरेको छ। के कुरोमा हेरौ, ल्यान्ड सर्वेइङ, हाइड्रोग्राफिक सर्वेइङ र एस्ट्रोनोमिकल सर्वेइङ है। जुन मध्ये हामी ल्यान्ड सर्वेइङबाट सुरु गरौ है। ल्यान्ड सर्वेइङ भन्नाले जमिनमा जुन सर्वे क्यारी आउट गरिन्छ त्यसलाई के भनिन्छ, ल्यान्ड सर्वेइङ भनिन्छ। ल्यान्ड सर्वेइङ अन्तर्गत टोपोग्राफिकल सर्वे पर्छ, क्याडेस्ट्रल सर्वे पर्छ र सिटी सर्वे पर्छ है। एकलाई हामी बिस्तारै बुझ्दै जाउँ। टोपोग्राफिकल सर्वे सुरुमा टोपोग्राफिकल सर्वे के गर्छ भन्दाखेरि यसले डिटरमाइन गर्छ कुनै पनि जियोग्राफिकल एरियाको फिजिकल फिचर्सहरू जस्तै नदी नाला सबै कुरोको डिटरमाइन गर्छ सर्वे गर्दाखेरि हो। त्यसपछि हाम्रो नेचुरल फिचर्सहरू भित्र के भयो, नदी नाला आयो र के भयो, त्यो रुख जंगलहरू पनि पर्छ। त्यो सबैलाई यसले के गर्छ, डिटरमाइन गर्छ सर्वे गर्दाखेरि है। र आर्टिफिशियल फिचर्सहरू भयो जस्तो हाम्रो मानव बस्तीहरू भयो, ठुला बिल्डिङ्सहरू भयो, त्यो सबै कुरालाई रेसिडेन्टल एरिया भयो, त्यो सबै के भयो, आर्टिफिशियल फिचर्सहरू भयो। यसले सबै कुरालाई के गर्छ, डिटरमाइन गर्छ हो। एक्जाममा यदि सोध्यो भने टोपोग्राफिकल सर्वेको कार्य के हो भन्दाखेरि के हुन्छ, व्हाट डज द टोपोग्राफिकल सर्वे डज, केमा टिक लगाउनु भने इट डिटरमाइन द नेचुरल एन्ड आर्टिफिशियल फिचर अफ कन्ट्री है। लाइक फरेस्ट, रिभर, यो सबै के हो, हाम्रो आर्टिफिशियल फिचर्स र नेचुरल फिचरहरू हुन् है। यसले कभर गर्छ, डिटरमाइन गर्छ। र क्याडेस्ट्रल सर्वे है, क्याडेस्ट्रल सर्वे बारे बुझौँ। क्याडेस्ट्रल सर्वेको कार्य के हो, यहाँ हेरौ, फर फिक्सिङ प्रोपर्टी लाइन अफ पर्सनल, स्टेट एन्ड कन्ट्री। कुनै पनि पर्सनल भयो या स्टेटको भयो या कुनै कन्ट्रीको भयो, त्यसको लाइनलाई फिक्स आउट गर्नको लागि के गरिन्छ, क्याडेस्ट्रल सर्वे क्यारी आउट गरिन्छ। जस्तै यो हेर्नुस्, किताहरू हो है। नापी शाखामा जानुहुन्छ भने यस्तो तपाईले किताहरू पाउनुहुन्छ, नम्बर लेखेको हुन्छ यसमा, किता नम्बर हो। यो चाहिँ नक्सा तयार पार्नको लागि कुन सर्वे क्यारी आउट गरिन्छ, क्याडेस्ट्रल सर्वे क्यारी आउट गरेका हुन्छन् है। जस्तै नेपाल, हाम्रो नेपालको नक्सा कस्तो हो, यस्तो टाइपको हो नि हो। यो नक्सालाई रेडी गर्नको लागि कुन सर्वे गरे होला, क्याडेस्ट्रल सर्वे गरे होला हो नि हो। त क्याडेस्ट्रल सर्वे इज इम्पोर्टेन्ट फर द फिक्सिङ प्रोपर्टी लाइन अफ पर्सनल, प्लेस, स्टेट और कन्ट्री है। यो कुरा बुझिराख्नु है ल। अब हाम्रो आयो सिटी सर्वे। सिटी सर्वे भन्नाले सिटी है, शहरमा गरिने जुन सर्वे हुन्छ त्यसलाई सिटी सर्वे भनिन्छ। सिटी सर्वेमा के सर्वे क्यारी आउट गरिन्छ, यसमा हाम्रो जस्तो यदि स्ट्रिटहरूको कन्स्ट्रक्सन गर्नु पर्यो है, स्ट्रिट कन्स्ट्रक्सन या वाटर सप्लाई सिस्टमको कन्स्ट्रक्सन गर्नु पर्यो, त्यो सबै कुरालाई क्यारी आउट गर्नको लागि, त्यो सबै कुरालाई बनाउनको लागि हामीले कुन सर्वे क्यारी आउट गर्छौँ, सिटी सर्वे क्यारी आउट गर्छौँ है। हाइड्रोग्राफिक सर्वे, हाइड्रोग्राफिक सर्वेमा के हुन्छ, इट इज डिल्स विथ द म्यापिङ अफ लार्ज वाटर बडी। लार्ज वाटर बडीहरूको म्यापिङ गर्नु पर्यो, टाइड्सहरूको म्यापिङ गर्नु पर्यो है, सी पोर्ट बनाउनु पर्यो, त्यहाँतिर म्यापिङ गर्नु पर्यो भने त्यसका लागि कुन सर्वे क्यारी आउट गरिन्छ, हाइड्रोग्राफिक सर्वे क्यारी आउट गरिन्छ। फर प्रिडिक्सन अफ टाइड्स, कन्स्ट्रक्सन अफ मिन सी लेभल है, कन्स्ट्रक्सन अफ पोर्ट एन्ड डिटर्मिनेसन अफ मिन सी लेभल है। यहाँ मैले लेखिदिएको छु लास्टतिर इक्जाम्पलको रूपमा है। यो इम्पोर्टेन्ट कुराहरू हो, के को लागि हाइड्रोग्राफिक सर्वे क्यारी आउट गरिन्छ त्यो यहाँ मैले लेखिसकेको छु। र एस्ट्रोनोमिकल सर्वे, एस्ट्रोनोमिकल सर्वे के को लागि हो, टु फाइन्ड एब्सोल्युट लोकेसन एन्ड डाइरेक्सन अफ हेभेनली बडी। हेभेनली बडी भन्नाले जस्तै सन भयो, मुन भयो, प्लानेट्सहरू भयो, स्टार भयो, त्यो सबै के हो, हेभेनली बडीहरू हुन्। तिनीहरूको एब्सोल्युट लोकेसन फाइन्ड आउट गर्नको लागि एस्ट्रोनोमिकल सर्वे क्यारी आउट गरिन्छ है।
ल हाम्रो आज चाहिँ सेकेन्डरी डिभिजन अफ सर्वे अन्तर्गत के थियो कनेक्ट टु द नेचर अफ फिल्ड थियो र नेक्स्ट भिडियोमा हामी चाहिँ एक डिभिजन अफ सर्वेइङ अकर्डिङ टु द निड्स अनुसार कुन कुन सर्वे गरिन्छ त्यो सबै हामी चाहिँ क्यारी गर्छौं नेक्स्ट भिडियोमा है। आजको लागि यति नै। हस्त धन्यवाद सबैजनालाई।